आज थारू तरकारी टिप्न भनेर खेतमा गएको त जुगा लाएर हैरानै पार्यो। हेलो गाइज, वेलकम ब्याक टु माई मिनी ब्लग। बिहान उठेर चाहिँ पहिला मैले तातो पानी पिएँ अनि बिहानै अलि चटक देखाउँदै मम्मीलाई अंगालो हाल्दै ब्रस पनि गर्दै थिए। अनि ब्रस गरेर हात मुख धोइसकेपछि चाहिँ बल्ल घरको भाउजूले चाहिँ नानी अलिकति फूलहरू छन् लगेर जानु लाउनलाई भनेर दिनुभयो। अनि भाउजूले दिएको फूलहरू ल्याएर घरमा छोडिसकेपछि चाहिँ म क्लास जाने रेडी भएँ। अनि रेडी सेडी भइसकेपछि चाहिँ भोक पनि लागिरहेको थियो। अनि भान्सामा गएर चाहिँ म नास्ता लिएर नास्ता गर्नतिर लागे। अनि नास्ता गरेर चाहिँ क्लास जाने टाइम पनि भइसकेको थियो। अनि म क्लास गएँ। क्लासबाट आउने बेला चाहिँ मैले भिडियो खिच्न पाएन, त्यही भएर होमवर्क गर्ने बेलाको भिडियो बनाएर हाल्दैछु। अनि होमवर्क गरिसकेपछि एकछिन रेस्ट गरेर चाहिँ म दिउँसोतिर थारू तरकारी टिप्नलाई खेततिर लागे। यो तरकारी चाहिँ हाम्रो आफ्नै खेतमा पाइन्छ। अनि म चाहिँ यसलाई थारू तरकारी किन भन्दैछु भने यो तरकारी चाहिँ हाम्रो आफ्नै खेतमा फले तापनि हामीहरूलाई थाहा थिएन कि यो तरकारी खान्छन् भनेर। अनि कतिपय थारू चौधरीहरू चाहिँ हाम्रो खेतमा यो तरकारीहरू टिप्न आउँथे के। अनि त्यतिखेरै हामीहरूले थाहा पाथ्यौ कि यो तरकारी खाने रहेछन् भनेर। अनि मैले चाहिँ यो तरकारी बढी जसो थारूहरूले खाएको देख्या हुनाले चाहिँ यो तरकारीको नाम मैले थारू तरकारी भन्दैछु। तरकारी टिप्न त टिपियो तर लास्टमा जुगा लाएर चाहिँ हैरानै पार्यो के। धन्नै मलाई यो जुगाहरूको डर लाग्दैन, नत्र तर्सेर कहाँको कहाँ पुग्थे होला। मलाई चाहिँ यो जुगाहरूको डर लाग्दैन। हजुरहरूलाई लाग्छ कि न कमेन्ट बक्समा भन्नु होला। ल त आजको लागि यति नै, भेटौँ नेक्स्ट ब्लगमा। राधे राधे।